भदौ 10 गते आज के बार हो? बुधबार। बुधबारको दिनमा सक्यो नि त त्रिशुली। नातिदेखिको सबै 900 वटा गाडी लगिसकेर अहिलेसम्म भाग्नलाई ए भगवान हेर त ओ त्यहाँ मान्छे बसिरहने ए भगवान अनि बाइक साइक गाडी घर सब पाउँछ त्यस्तोमा त बाढी आयो ए भगवान अनि बाइक साइक गाडी घर सब पाउँछ त्यस्तोमा त ओ घरहरु बगाइ वामा वाइल आयो मान्छे मरे नि यार सबैजना ओ माय गॉड कसम फर्स्ट टाइम यस्तो देख्यो सुने चाहिँ पछि यार हेर आवाज मात्र हेर त ओ माथिबाटै आयो सबै यार ल ल आवाज आको कुले भन्छ घर पनि गयो के त भने जिप बजे गयो यार यसो गर्ने लेन नि अन्तिमको ले बाटो ला कसमा ल्याइराखेरी पानी ल्याइदिँदा यहाँ के भयो पानी सब ब्यागै तपाईँ बाढीमा पढ्नु भयो कहाँ पर्न भ्याउँदैन कहाँ पर्ने हो नि यहाँ माथि झाडी यहाँ माथि आइबिहा आफू फेद्ने आइबिस्यो आफू फेदा चाहिँ ठ्याक्क त्यो धारोले गडिसक्यो धारा गइदिस्यो भने चाहिँ आफू फेद आइपुग्छ यहाँ माथि आइपुग्छ यो यहीँ माथि आउँछ माथि त त्यस्तो भदौ 10 गते आज के बार हो? बुधबार। बुधबारको दिनमा सक्यो नि त त्रिशुली। त्यो उकालो त्यो बाटो भन्दा उता लग्यो यता केही छैन नि कुनै बेला आयो यहीँ तल केही छैन खोज्दै हिँडेँ म कता गइन्छ छैन अरे झोलुङ्गी पुलहरू नि गयो दिदी झर्ने नत्र एकैचोटि हुन्छ सबैजना मान्छे भन्न तपाईँले त्यहाँ रोक्नु भएन त्यहाँ रोकेको गाडी त सबै लगेर एउटा 900 एउटा गाडी गइसक्यो 900 एउटा गाडी बजार थियो अरे 900 एउटा गाडी बगायो भने 900 एउटा भन्छन् बगायो मास्तिरबाट यही पनि हाम्रो लाइनमा पछाडि भएको गाडी लग्यो त त्यहाँबाट झुलुङ्गे पुलबाट अरनीको 14 वटा बस रोक्न खोजेको जाम मान्छे त खै पछि अगाडि गाडी त लग्यो त्यहाँ आइहाल्यो दिदी आइदिन्छन् के जाम नलिन्छन् भने के यो बाटो भेटेर भन्न सेभ भयो घरबाट आयो सुगाएर त लगाएन त ओ माने लगाएन त्यो घरसम्म पानी पानी नै थियो पानीको भुलको घरले नै देखाएको छ अनि त्यसैले देखाइसक्यो त्यो पानीको भुलको त्यहीसँग यहाँ त पुरै बस्ती थियो त यो त लाइन नि यहाँ त लाइन त्यो घर एउटा मात्र गयो अरू सबै घर अनि यतापट्टिको त्यहाँ ड्रागन फ्रुट म हेर्दै आइथिएँ क्या कस्तो राम्रो ड्रागन फ्रुट बनाएको रहेछ भनेर तिमी स्कुल गएर आएको होइन म स्कुल जान लागेको थियो अब ठ्याक्कै त्यो त्यो समाचार आइहाल्यो के यसो हेरेँ त अनि तिम्रो साथीहरू सबै सेफ छ नि सेफ छ यता स्कुल चाहिँ यता हो त्यहाँ एउटा उ त्यो तल नि स्कुल थियो त्यो सबै बुढाहरूलाई यता ल्याएको छ कि रिसर्च भएन यहाँ गाउँको मान्छे भएर आएको त झन् यो फर्स्ट टाइम आयो यस्तो यहाँ
खै अब हामी जन्मे अब 20 सालमा जन्मे अहिलेसम्म थाहा थिएन अब 18 सालको भैँचालोमा आउँदा यस्तो थिएन फर्स्ट टाइम भनेको यस्तो छ कि यस्तो चाहिँ फर्स्ट टाइम यो अब यो 2-4 पुस्ता अग्रज बाजेहरूले अग्रजहरूले जति पनि भनेको कुरो पनि सुने होइन यस्तो त तपाईँहरूले यो फर्स्ट टाइम देख्नुभयो हामीले त फर्स्ट टाइम हाम्रो पुस्ता 4-5 पुस्ता हाम्रो देखेको थाहा छैन भने सुन्नु न 4-5 पुस्ता भए त परेशान गर्छ उहाँलाई बताएर आउँछ यो बेलासम्म यसरी कुरा आयो भने तपाईँले उहाँलाई बताउँछ उहाँले हामीलाई बताउँछ होइन यो 5-7 पुस्ताले बताउँदै आउँछ नि त यो त केही पनि कुनै थाहा पत्तै छैन फुसलमा गएको थियो बटारमै होला त नि यहाँको हो र भैँसे 1 नम्बर नारायण नि बेतराती फेरि हेर फेरि तुप्चेको जम्मै ल अहिले फेरि हेर मेरो बाबु स्कुल गएको स्कुलको सबैजना माथि लगाएको स्कुलकोहरू केही भएको छैन मेरो मावली मेरो बहिनी बच्चाहरू सबै त्यहाँ स्कुलका ज्ञान कुञ्जको माथिबाट लगाएको छ सबै यता पनि विद्यार्थी केटाकेटी लगाएको थियो स्कुलकाहरू टन्नै छ माथि छन् मान्छे बस्तु छैन मान्छे छैन होला नि सुरक्षित बसेदेखि के सुरक्षित हुन्छ आउनलाई खानु परेन कति दिन अब हेलिकप्टरबाट हो सबै केही जाँदैन चाइनाबाट नि आउँदैन तपाईँ कहाँ हुनुहुन्थ्यो अहिले साइली भाउजू स्कुलको बच्चाहरू सबै यहाँ सेफ ठाउँमा छ है स्कुलको बच्चाहरू सबै यहाँ छ होइन नि यतापट्टि हिँडेर बुढी त आउनुभन्दा आउँछ अरे भन्ने अलि हल्ला पाएपछि अनि फर्काउनु भएको हल्ला होइन ट्राफिक त्यही त अनि फर्काउनु भयो त्यही त अघि फर्क्यो एकछिन ढिला गरेर पऱ्यो नि हाम्रो यहाँ हो बेतरातीको पुलमै परेछ ठुलो हाम्रो तल एउटा बासा छैन आमा बैसीमा सुन्चे बासी जाने केही छैन बिहान गाडी चाहिँ कुद्नु पर्यो होला यहाँबाट यता लाग्ने गाडीहरू सब सर्लको लग्यो गयो हाम्रो गाडी लग्यो गयो हामी त गाडी छोडेर भाग्यो मैले भन्न एकछिन अगाडि फोन गरेर माथि जा भनेर कराकरा गरेर आमालाई फोन गरेर मैले आएपछि खोला भन्दा त यहीँ आइप्यो नि हेरेर बस्यो होला घर किन हेर्नु पर्यो गर्छ भन्छ यहाँ बस्ती छैन बेताती छैन सबै लगायो
देवघाट एउटा केही छैन रे घर एउटा तल केही छैन देवीघाट त्यो बजारै छैन नि छैन कहाँ रहनु तल तपाईँहरूको कहाँ यहाँ के हो बाबु घर मेरो केही भएन नि अहिले गाडी गयो ड्राइभर लग्यो तपाईँहरूको पहिले त आउनु त 18 सालमा आयो फोहोर पनि आयो तर यस्तो छोरो चाहिँ बाइकमा अगाडि गएको भएर छोरो सुरक्षित भयो कालिका स्थानमा पुगेको छोरो चाहिँ यहाँतिरको डिब्बा सबै लगेछ होइन भन्नु म त कहाँ म त माथि आइपुगेको थिएँ भर्खरै कहाँ राखेको त गाडी लाने हाई फर्क्यो भने ठ्याक्कै भेट्यो यहाँ उहिले भएर गाउँघर पनि लगेर तपाईँ यहाँ उहिले एउटा हामी नउक्लेको भए हाइवे फर्केको भए हामीलाई फर्केर गएको भए बजार फर्कियो भए भेट्यो ताराले सुजन बाहिर हामीले म त मेलमा गएको अलिक घुइँ गऱ्यो साइँलाई भाग्न भ्याउँदैन भनेर म त रुँदै साइँलो भने लौ सुरिने छोराछोरी पनि छैन अब तिनीहरू कहाँ गयो होला तिनीहरूलाई अब खोज्न जानु पऱ्यो भनेर बोलाउने फेरि भागेर मोबाइल पुगेछ अरे आमा मेरो सची नै भयो कालिका स्थान ड्राइभर र गाडी लग्यो ड्राइभर अस्ति एक्सिडेन्ट भएर 60-70 हजार आफैले खर्च गरेर बच्चाको गरिब कहाँबाट ड्राइभर माथि टिमुरे त्रिशुली पुलमा बेतारी पुलमा पुगेको रहेछ कवितालाई पुल लाँदैन बेतारी पुल कहीँ केही पनि के पुल हो र पुल लगायो भएर अनि अरू सबै भ्याए त भैँसेले पुल नलगाएन भैँसेले भेट्दैन भैँसेले नि लग्यो भैँसे त जाऊ त त्यो तुप्चे त त्यो स्कुलमा पुगे यतिले फेला पारेर तुप्चे भन्दा सिधै गहा कतै बस भैँसे त त्यो कुना नि त्यो कुना सुतो सबै लगायो चुप्चेको त्यो पेट्रोल पम्प के लग्यो ए त्यस्तो रहिरहला के कुरो गरे बेतारे सासु सोरे त्यसो भए बेतै सबै सोरे भएर भैँसे आयो त भैँसेको त